नमस्कार दर्शकबिन, हामी पुरुषोत्तम मास महात्म्यको प्रवचन श्रृङ्खलामा छौँ। अध्याय 11मा ऋषिकन्याको आफ्नै गल्तीका कारण महादेवबाट 5 पति प्राप्त हुने वरदान पाएको विषयवस्तु प्रस्तुत भएका थिए, जुन हामीले हिजो प्रस्तुत गरेका थियौँ। आज अध्याय 12को कथासार प्रस्तुत गर्दैछौँ। आउनुहोस् हेरौँ त्यसपछि ऋषिकन्याले के गरिन्, त्यसबारेमा विवेचन भएका छन्, के कस्तो गतिविधि गरिएकी रहेछन्, त्यस कुरालाई मनन गरौँ, हेरौँ। नैमिषारण्य क्षेत्रमा ऋषिहरूको सभालाई सम्बोधन गर्दै सुतनामा पौराणिकले भने, मैले तपाईलाई ऋषिकन्याले आफ्नो कारणले पाएको दुःखसम्मको विषयवस्तु निवेदन गरेँ। अब तपाईँ के सुन्न चाहनुहुन्छ? त्यसपछि ऋषिहरूले सुतनामा पौराणिक समक्ष भने, गुरुवर, महादेव अन्तर्ध्यान हुनु भएपछि ती ऋषिकन्याले के गरिन्, त्यसलाई समेत सविस्तार सुन्न चाहन्छौँ। ऋषिहरूको प्रश्न सुनेपछि सुतजीले अघि बद्रीनारायणले नारदजीलाई भन्नुभएको प्रसङ्ग स्मरण गराउँदै भने, ऋषेश्वरहरू हो, त्यसपछि ऋषिकन्याको अवस्था झन् कारुणिक बन्न पुगेको छ। वरदान दिएर महादेव हिँडेपछि ऋषिकन्या बिलखबन्दामा परिन्। के गर्ने र के नगर्ने भन्ने सम्मको कुरा छुट्याउन सकिनन् र पानी बिनाको माछो पनि छटपटाउन थालिन्। कहिले लड्ने, उठ्ने, छटपटिने, यता पल्टिने, उता पल्टिने, अनेक किसिमको चाहिँ एउटा बौलाइ जस्तो चाहिँ उनको अवस्था हो। त्यति बेला उनको अवस्था तावाबाट उम्किएको माछो भुँग्रोमा पर्दा जस्तो हुन्छ त्यस्तै भएको थियो। सुवा गर्दै केही समय बिताइन्, लामो समय शोक गरिन् र बिस्तारै हृदय अग्निको ज्वाला बढ्दै गएर पुरा शरीर तताउन थाल्यो। उनी बौलाइ जति भनेर रोइन्, कराइन्, तर सुन्ने कोही थिएन। यसो त कोही सुन्ने मिलिहाले पनि कसले के गर्न सक्थे र? महादेवको वरदानको अगाडि कसो के लाग्ने? शोक र चिन्ताले गर्दा बिस्तारै उनको शरीर सुकेर डढे लाग्नेले जलेका रुख र पात र लहरा जस्तै हुन पुग्यो। तैपनि कतै शोक र चिन्ता बिसाउने चौतारो फेला पारिनन्। लामो समयसम्म उनको अवस्था त्यस्तै रह्यो। यतिकैमा एक दिन दुलोमा पसेको मुसोलाई सर्पले समाते जस्तै उनलाई पनि कालले समात्यो र संसार छाडेर मृत्युलोकतिर लागिन्। त्यति बेला उनको उमेर त त्यति बढी भएको थिएन, तैपनि शोकले गर्दा यति ठुलो रोगले गाँज्यो कि चाँडै नै उनलाई काल भगवानको प्यारो बन्न कर लाग्यो। मानिसलाई चिन्ताभन्दा ठुलो रोग अर्को हुँदैन। चिन्ता भनेको त त्यस्तो भूतभूते हो जसले मसान घाटो आगो भनेर यति बढी पोल्छ कि कति बेला भस्म पार्छ पत्तै हुँदैन। भनिन्छ चिताले मरेपछि मात्र जलाउँछ, तर चिन्ता रूपी रोगले त जिउँदै जलाएर भस्म बनाउँछ। जसरी वर्षा ऋतुमा आकाशमा बिजुली चम्केर आकाशमै बिलाउँछ, ती कन्या पनि आश्रममै जन्मिन्, आश्रममै हुर्किन् र आश्रममै बिलाइन्। त्यति नै बेला द्रुपद नामका राजाले सन्तान प्राप्तिका निम्ति यज्ञ गरेका थिए। सोही यज्ञ कुण्डबाट उनले अर्को जन्म लिइन्। यद्यपि यस्तो कुरा सुन्दा आश्चर्य लाग्न सक्छ। कतै अग्निकुण्डबाट पनि मानिसको जन्म हुन्छ भन्ने लाग्न पनि सक्छ। तर कुरो के हो भने, यो भनेको प्रतीक हो। ऋषिमुनिहरू बिम्बमा बोल्छन्। अग्निकुण्ड भनेको प्रकृतिको त्यस्तो प्रयोगशाला हो जसको विरासत आधुनिक टेस्टट्युब प्रसङ्गले धान्दै आएको छ। अर्को शब्दमा भन्नुपर्दा मानिसको गर्भाशय आफै पनि यज्ञ वा अग्निकुण्ड भन्दा कम छैन। हुनसक्छ उनीहरूले यसै अर्थमा नै पो बोलेका हुन् कि जे होस्, ती ऋषिकन्या द्रुपद राजाको यज्ञ कुण्डबाट उत्पन्न हुन पुगिन्, जुन पछि गएर द्रौपदीको नामले प्रसिद्ध भइन्। जुन कन्या पूर्व जन्ममा मेधावी ऋषिकी छोरीको नामले प्रसिद्ध थिइन्, तिनै कन्या अर्को जन्ममा पाञ्चालीको नामले प्रसिद्ध हुन पुगिन्, जसलाई अर्जुनले शर्त अनुसार मत्स्य भेदन गरी स्वयम्वर मण्डपबाट ल्याएका थिए। उनले पूर्व जन्ममा 5 पटक पति पाऊँ भनेर महादेवसित वरदान मागेकीले सोही अनुसार पाण्डवहरू पति हुन पुगेका हुन्। उनलाई अर्जुनले ठुला ठुला राजाहरूलाई जितेर स्वयम्वर मण्डपबाट लिएर आएका थिए। आश्रममा आउँदा माता कुन्ती, पाण्डवहरूका माता कुन्तीभित्र कुनै काममा व्यस्त थिइन्। आउँदा आउँदै आमा कुन्तीलाई नदेखेर अर्जुनले बाहिरबाटै भने, माताजी हेर्नुहोस् त, बाहिर आएर हेर्नुहोस् त, मैले के ल्याएको छु। माता कुन्तीले वास्तविकता विचारै नगरी भित्रबाटै भनिदिइन्,
ठिकै छ बाबु, जे ल्याएका भए पनि पाँचै भाइले बाँडेर लिनु, पाँचै भाइ मिलेर भोग गर्नु भन्ने किसिमको आमाले भित्रबाट वचन दिइन्। आमाको आज्ञा त्यस्तो भयो। त्यति बेला पितृ आज्ञा तथा मातृ आज्ञालाई धर्मशास्त्र तथा नीतिशास्त्रभन्दा पनि माथि मानिने चलन थियो। यही मातृ आज्ञाका कारण द्रौपदी 5 भाइको साझा हुन पुगेकी थिइन्। यहाँ कुन्ती त निमित्त मात्र बन्न पुगेकी हुन्। प्रमुख कारण त द्रौपदीको आफ्नै कर्म थियो। मानिसले पूर्व जन्ममा जे गरेको हुन्छ त्यसैको प्रतिफल यस जन्ममा भोग्नुपर्ने हुन्छ। यस जन्ममा जे गरिएको हुन्छ त्यही नै अर्को जन्ममा भोग्नुपर्ने हुन्छ। यही सनातन नियम हो। द्रौपदीलाई पनि त्यस्तै भएको थियो। उनले पूर्व जन्ममा जुन कर्म गरेकी थिइन् यति बेला त्यसैलाई भोग्नु परेको थियो। उनको कर्म संस्कारकै कारण दिव्य जन्म भएर पनि जीवनमा पटक पटक दुःख पाउनु परेको छ। दुशासनले त भारी सभामा निर्वस्त्र पार्ने प्रयास नै गर्यो। भीष्म थिए सभामा, महारथी द्रोण थिए, कृपाचार्य जस्ता गुरुहरू थिए, तर त्यस्ता महापुरुषहरू समेत हेरी मात्रै रहे, सहयोग गर्न सकेनन्। दुशासनको विरोधमा एक शब्द पनि बोल्न सकेनन्, बोलेनन्, किनकि उनले पूर्व जन्ममा पुरुषोत्तम भगवानको अनादर गरेकी थिइन्। यो भनेको स्वयं पुरुषोत्तम भगवानकै अनादर थियो। पुरुषोत्तम महिनाको अनादर गर्नु भनेको पुरुषोत्तम भगवानकै अनादर थियो। चाहेको भगवान कृष्णले समयमै आएर रोक्न सक्थे, तर उनी पनि पछि मात्र आइपुगे। यो पनि पुरुषोत्तम मासको अनादरकै उपज थियो। भगवान आफ्ना भक्तको अवहेलना गर्ने कसैलाई पनि मन पराउँदैनन्। उनका निम्ति त स्वयं माता लक्ष्मी भन्दा पनि भक्त प्यारो हुन्छ। भगवान सबै सहन सक्छन्, तर आफ्ना भक्तले दुःख पाएको सहन सक्दैनन्। जब द्रौपदीले कतै पनि सहारा नपाएपछि दुखी भएर उनको पुकारा गरिन्, तब मात्र भगवानले अम्बरावतार लिएर उनको रक्षा गरेका थिए। सभामा द्रौपदीको अस्मिता रक्षा गर्ने काम कृष्णले गरेका थिए, पछि मात्र आएर। नैमिषारण्य क्षेत्रमा सुतनामा पौराणिक भन्दै हुनुहुन्छ, यसरी भगवान कृष्णले पाण्डवहरूलाई द्रौपदीको पूर्व जन्मको प्रसङ्ग बताएर आउँदो पुरुषोत्तम महिनामा पुरुषोत्तम भगवानको उपासना गर्ने सल्लाह दिँदै भने, यदि यसो गर्यौ भने मात्र 12 वर्षको वनवास र 1 वर्षको गुप्तवासको अवधि पुरा गरी आफ्नो राज्य फिर्ता लिन सक्नेछौ, होइन भने भन्न सकिन्न त्यसपछि पनि के हुने हो। पाण्डवहरूलाई यस किसिमको उपदेश दिएर भगवान कृष्णले द्वारका प्रस्थान गर्ने विचार गरे। पाण्डवहरूले पनि अश्रुपूर्ण नेत्रले आउँदै गर्नुहोला है प्रभु, हाम्रो आधार भनेको हजुर नै हो भन्दै विदा गरे। कृष्ण हिँडेपछि पाण्डवहरूले पुरुषोत्तम महिना आउनासाथ तन मन लगाएर पुरुषोत्तम भगवानको उपासना गरे, पूजा गरे। यसैको प्रभावले उनीहरूलाई भगवानको पुरा सहयोग प्राप्त भयो र वनवासको अवधि पुरा गरेपछि, गुप्तवासको अवधि पुरा गरेपछि कौरवहरूसँगको युद्धमा विजय प्राप्त गरे, जुन युद्ध महाभारत युद्धको नामले इतिहासमा अङ्कित छ। यसबाहेक अघि सूर्य वंशमा जन्मेका राजा दृढधन्वाले पनि पुरुषोत्तम मासको उपासना गरेकै कारण सन्तान र सम्पत्ति प्राप्त गरी बाँचुन्जेल सुख शान्ति प्राप्त गरी अन्त्यमा वैकुण्ठ लोक प्राप्त गरेका जाने अधिकार प्राप्त गरेका थिए। आदरणीय दर्शकबिन, यस अध्यायको मोटामोटी कथासार यिनै हुन्। यी प्रसङ्गले निम्नानुसार 2वटा सन्देश दिन खोजेको देखिन्छ। पहिलो सन्देश त यही हो कि प्रारब्ध नभोगी सुख नपाइने भएकाले भविष्य बिगार्ने वा बिग्रने काम गर्न हुँदैन, किनकि भाग्य निर्माण गर्ने भनेको आफैले नै हो। आफ्ना कर्मले नै भविष्य भाग्य बनाउने हो। भाग्य आफै बन्दैन। भाग्य भए जे पनि पाइन्छ मानिस भन्छन्, तर त्यो भन्ने कुरा मात्र हो, यथार्थ होइन। भाग्य त्यसै बन्दैन, आफूले पहिला बनाउनु पर्छ, त्यसपछि मात्रै त्यो भाग्यले काम गर्ने हो। र प्रारब्ध नभोगिकन आफैले सुख नपाउने भएको हुनाले नराम्रो काम गर्न हुँदैन, होइन भने प्रारब्ध बिग्रिन्छ। प्रारब्ध बिग्रिने भनेको भाग्य बिग्रिने हो भन्ने सन्देश चाहिँ एउटा सन्देश हामीलाई यो दियो यस अध्यायको प्रसङ्गले। र दोस्रो सन्देश यही हो कि अपमान कसैको पनि गर्न हुँदैन, अन्यथा त्यसको पापले छाया बनेर जन्म जन्मान्तरसम्म पनि पछ्याइरहन्छ। अपमान चाहे ठुलो होस् चाहे सानो होस् गर्न हुँदैन।
जुन कुरा आफूलाई अरूले भनेको मन पर्दैन त्यस्तो कुरा अरूलाई गर्न पनि हुँदैन। अपमान हुन्छ उनीहरूको। आफूलाई मन नपर्ने त्यही कुरा अरूलाई गर्ने, उसलाई पनि मन नपर्न सक्छ नि त। यो भनेको उनीहरूको अपमान हो। जब अपमान कसैमाथि गरिन्छ त्यसबाट जुन किसिमको एउटा चाहिँ प्रतिफल निस्किन्छ, पापजन्य प्रतिफल जहाँ हामी पाप भन्ने गर्छौँ, त्यसको चाहिँ कर्मको फल भनौँ, त्यसले चाहिँ यो जन्म मात्र नभई अर्को जन्मसम्म पनि पछ्याइरहन्छ। द्रौपदीलाई त्यही भयो। उनले पुरुषोत्तम मासको अपहेलना गरिन्, त्यो जन्म पनि दुखित भएर बिताउनु पर्यो र अर्को जन्म पनि 5 पति प्राप्त गर्ने वरदान प्राप्त भएर 5 पति प्राप्त गर्नु पर्यो। यस प्रसङ्गले दिएको दोस्रो सन्देश यही नै हो। आदरणीय दर्शकवृन्द, यिनै प्रसङ्गको साथै आजलाई बिदा चाहन्छु। हस्त बिदा दिनुहोस्। नमस्कार।